साथीहरु म आज दिदीलाई सरप्राइज दिन जाँदैछु के अरे कारमा। हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ आजको मेरो मिनी ब्लगमा। साथीहरु आज चाहिँ म कहाँ जाँदैछु तपाईँहरूलाई पनि भन्दैछु ल। आज हेर्नु न, म कति दिन बादै रुमबाट बाहिर निक्लेँ जस्तो लाग्छ, निक्लिँदा पनि बाहिर। अनि दिदीको रुम त अब दिदीको कम्पनी छेउमै छ कि, अनि म आउँछु भनेर चाहिँ फाइनली अहिले चाहिँ निक्लिँदैछु। र यहाँ हेर्नु न, पार्किङमा आएर हाम्रो दुईजनाको यो भाइको र मेरो लडाइँ लागिहाल्यो। किन भन्दा अब म यो भाइले चाहिँ मेरो हस्बेन्डलाई गाडी सिकाउन आएको थियो नि त, होइन म तँलाई कुर्छु है भन्दै थियो। किन भन्दा म चाहिँ अब ड्राइभर भाइ भन्थेँ, अब यसले यति राम्ररी कार चलाउन सिकायो होइन, मलाई पनि सिकायो र मेरो हस्बेन्डलाई पनि। त्यही भएर म चाहिँ ड्राइभर भाइ भन्छु, भन्दाखेरि नभन है मलाई, म रिसाउँछु भन्दै थियो। अनि यहाँ हाम्रो कत्रो ठुलो लडाइँ लाग्यो भन्ने कुरा हामीलाई मात्रै थाहा छ। गलबदी गर्दा गर्दै भाइले एकछिनमा गाडी निकाल्छ। म पुरा खुसी भएर चाहिँ अगाडि बसेर जान पाउँछु एसीमा भनेर। भाइकी आमा पनि मजा यहाँ चाहिँ हाँसिरहेकी छ, बा भिडियो बना कि भनेर। अब यो आन्टीले यति हँसाउँछ भन्ने कुरा म तपाईँहरूलाई सर्ट भिडियोमा भनिहालेकी छु होइन भन्नु त। अनि यहाँ लडाइँ झगडा लाग्दा लाग्दै मैले चाहिँ आन्टीलाई के कुरा भनेर बुझाइरहेको थिएँ। वा ड्राइभर भन्दा म त कति खुसी हुन्छु, तेरो छोरो त रिसाउँदो रहेछ आन्टी भनेर फुरुक्कै पारिहालेँ कि। अहिले भरे फेरि लान्न भनौँ भने बिजोक हुन्छ नि होइन भङ्ग। अनि यहाँ चाहिँ मेरो एउटा रिङ पनि हराउँछ कानको, अनि म धेरै रुन्छु र त्यतिकै चढिहाल्छु गाडीमा। अब खोज्न जाउँ भन्दा टाइम लाग्छ। गाडीमा नचढ्ने भन्दा अगाडि चाहिँ यहाँ हेर्नु न, यहाँ मेरो हिरोले पुरा जुस कि जुस भनेर यहाँ जुसलाई पुरा किचिपिची पारिसकेको पाइप। अनि उसले अब कार यति छिटो चिन्दछ नि, स्कुटी र मेरो कार यति छिटो चिन्दछ। के भएको आजकलको बच्चाहरू साथीहरू भन्नु त, पुरा बोल्न धेरै जान्ने र सामान आफ्नो चिनिहाल्ने। आफ्नो गाडी आउने बित्तिकै यहाँ हेर्नु त मेरो कार हो भन्दै अगाडि गइहाल्यो। फाइनली हामी यसरी कारमा बस्छौँ अनि कुरा गर्दै गर्दै दिदीको कम्पनीतिर लाग्छौँ। दिदीलाई मैले लिन आउँछु भनेको छु, तर कार लिएर चाहिँ आउँछु भनेको थिइनँ। किन भन्दाखेरि अब दिदीलाई थाहा नै थिएन कि म कहिले अब गएकी छैन नि त यसरी होइन भन्नु त। त्यही भएर अनि आज चाहिँ सरप्राइज पनि होस् भनेर जाँदै थिएँ। अब म निक्लेको कारण यो हो, मेरो बाबु यति धेरै मलाई परेशान गर्छ घरमा होइन भन्नु त। त्यही भएर अनि मेरो नयाँ कारको चाहिँ हेर्नु न, पन्नी पनि उठेको छैन र सिट कभर पनि मैले त देखेर चाहिँ लगाएकै छैन। अनि यहाँ चाहिँ आन्टी एकदम धेरै खुसी भइरहेछ, वाह बाबा म पनि घुम्न पाएँ गाडीमा भन्दैछ। अब बाबु लिएर अगाडि बस्नु, स्कुटीमा बस्नु जस्तो पिर केही हुँदैन। किन भन्दाखेरि बाबुले यति धेरै परेशान गर्छ मलाई, के भन्नु। पुरा यता र त्यता जान्छु भनेर, नाम्छु भनेर, उही गाडी चलाउँछु यसरी चलाउँछु जतिकै गर्छ हेर्नु न। अनि मलाई यो भाइ गाली पनि गर्दै थियो, राम्ररी धर न हो बुवा छोरालाई भनेर। अब म भिडियो पागल, तपाईँहरूलाई थाहा नै छ कस्तो गर्छु भन्ने कुरा होइन भन्नु त। अनि हामीहरू चाहिँ हाँस्दै बोल्दै 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 यतापट्टिको रोड क्रस गरिसक्यौँ। यो चाहिँ रातिको भ्यू हो, दिल्लीको हेर्न सक्नुहुन्छ कति राम्रो छ। र मेरो कारको भित्रको जग्गा पनि तपाईँहरूलाई म देखाएँ। भाइ चाहिँ मस्तीले गाडी चलाइरहेको छ। अनि त्यहाँबाट साथीहरू यसरी गाडी कुद्दाखेरि रोडमा म के सोच्थेँ भने नि, म कहिले आफ्नो गाडीमा कुद्नु जस्तो लाग्थ्यो कि। भगवान्ले पनि भन्छ अरे त चिता म पुऱ्याउँछु भन्छ अरे कि। मैले चाहिँ कारको धेरै सपना गरेर मेरो ठुलो ड्रिम एउटा पुरा भयो जस्तै लागिरहेछ। मेरो कार जस्तै भए पनि मेरो लागि चाहिँ सबै थोक हो, मर्सिडिज पनि हो, BMW पनि हो, र साथीहरू मेरो लागि सबै थोक नै हो। सोच्नु अब म आफ्नो कारलाई कति माया गर्छु भन्ने कुरा। रातिको यस्तो खालको भ्यू देख्दाखेरि चाहिँ मलाई नामेर पुरै भिडियो बनाउँ जस्तो लाग्छ, तर अब कारभित्र थिएँ होइन, त्यो त पोसिबल हुँदैन। त्यही भएर आन्टीलाई चाहिँ म एकदम धेरै जिस्काउँछु, तपाईँलाई थाहा नै छ होइन। आन्टी त रिसाउँदैन पनि, कति मजाको छ हेर्नु न। अनि आन्टी पनि पुरा मेरो छोराले त गाडी चलायो भनेर एकदम खुसी भइरहेको थिएँ कि। मैले स्पेसली भाइलाई युपीबाट गाडी सिकाउनैको लागि बोलाएको थिएँ कि। अनि मेरो हस्बेन्ड जब पर्फेक्ट हुनुभयो अनि भाइ पनि गयो र हामी चाहिँ यसो गर्दा गर्दै नामेर पुगिहाल्छौँ। उतापट्टि हाम्रो कार चाहिँ पार्किङमा लगायो भाइले। अनि एकछिनमा चाहिँ दिदीको आगमन हुन्छ। बाबु डराएर, यहाँ अन्धकार छ नि त, यहाँ हेर्नु न, लाइट थिएन, अन्धकार थियो, बोक्न लगाइहाल्यो। एकछिन पछि चाहिँ दिदीको अफिसको सबै साथीहरू इम्प्लोइहरू आउँछन् र बाबुलाई पनि खेलाउँछ। अनि मलाई चाहिँ ढुक्क लाग्छ, तर अब मेरो बाबु त मान्दैन कोहीसँग होइन भन्नु त। यो चाहिँ दिदीको कम्पनीको छेउको गार्ड अङ्कल बस्ने जग्गा हो। म पनि यहीँबाट काम गर्थेँ अस्ति अस्ति, तपाईँलाई थाहा नै छ। दिदी आएर बाबुलाई लिएर गइन्, म चिप्स किनिदिन्छु भनेर बल्ल एकछिन शान्ति भयो। एकछिनपछि चाहिँ भाइले गाडी स्टार्ट गरिहाल्यो, हामीहरू चाहिँ बसिहाल्यौँ अगाडि। दिदी यति खुसी भएको थिएँ, बाफ्रे बा मलाई कार लिएर पो लिन आएको कि, सधैँ लिन आउनु नि मलाई ल भन्दै थिएँ। अनि मैले भने ल म सधैँ लिन आउँछु, तर त चाहिँ पेट्रोल हाल्नु है भने। त्यस्तै मस्ती मजाक गर्दै गर्दै हामीहरू चाहिँ घर पुग्न आँट्यौँ। र साथीहरू आफ्नो कार हुँदा यति धेरै फेसिलिटी हुन्छ, यति धेरै आफूलाई राम्रो लाग्छ, त्यो त अब कारवालाले नै जान्दछन्।
पैसा खर्च केमा हुँदैन भनौँ त, हरेक चिजमा हुन्छ, तर आफूलाई आराम पनि त चाहियो लाइफमा होइन। भनौँ न लाइफ के छ, मौतको कुनै ओटिपी हुँदैन। त्यही भएर मान्छेको जिन्दगी बहुत सानो छ कि। अनि मान्छेले चाहिँ जुन जस्तो आफ्नो सपना हुन्छ त्यो चाहिँ पुरा गर्दै जानुपर्छ। आफूले सोच्ने हो, राम्रो चिताउने हो होइन। र अब आफ्नो सपना पुरा गर्ने भनेकै भगवान् हो। दिदीको सबै साथीहरू चाहिँ पछाडि बसेका छन्। अनि म जति आँटेँ सबैजनालाई मैले पछाडि हालेर ल्याएँ र हामी दिदीबहिनी चाहिँ पुरा हाँस्दै हाँस्दै अगाडि आउँदैछौँ। बाबु पनि कति खुसी भएको। हामी चाहिँ फाइनली नाम्छौँ अनि मेरो दिदीको इम्प्लोइलाई पनि नमाइदिन्छु म, र हामी चाहिँ घर जाँदैछौँ। सबैजनालाई बाई बाई दिदी। मैले चाहिँ सानो मिनी ब्लग राम्रो लाग्यो भने चाहिँ धेरै धेरै माया दिनु होला। लट्स अफ लभ सबैजनालाई एन्ड थ्याङ्क्स फर वाचिङ। बाई बाई।